तावा मिरा चाहिँ खिच्दिन मिरा चाहिँ दियो मैले बाल्दिएको छ त तपाईँकोमा लु एकछिन दादा पनि टिका लगाइदिइहाल्नु मलाई सँगसँगै हुन्छ दादा अलिकति यता आउनुहोस् अब एकछिन दादाको छ यहाँ बस्नु सँगै टिका माला लगाइदिने हस् यहाँ आउँछ छोरो खेलेको अघि सकेट बम होती सकेट दादा आउनुहोस् त अगाडि बहिनी सानी छ नि त यहाँ नदिनु अरे टाउकोमा यहाँ टोपीमा लगाइदिनुहोस् दादालाई दादा सो जादिनुहोस् दुईटा दिनुहोस् यता आउनुहोस् ल यहाँ लगाइदिनुहोस् दादा ल्याउनुहोस् दादा लु अनि आफै पाउँछ तिमी सिधा बाबा सिधा लु तिमी आफै तन्को तलिक अगाडि जाऊ लु फेरि लौ लु टोपी दादाको ए तलबाट छोरा म माथि लाग्दैछु देउसी खेल्न मजा आएन देउसी रे यता हेर्नु छोरा किन हुने आँट्नु हुन्छ दादा खै लाग्यो रे माथि हेर्नु न मामीले फोटो खिच्नु ठुलो दादालाई लगाइदिनुहोस् यो हो कि कुन माला पनि उस्तै उतै रहेछ त उत्रै एकछिन उत्रै रहेछ किसिमको त सानो थियो समाउनु न आफै लगाइदिनुहोस् दादालाई दुई हातले लगाइदिनुहोस् त्यहाँ दादालाई आफै लगाइदिनु उभिएर लगाइदिनुहोस् छोरा उभिएर गुड ल अब एकछिन दादाको टर्न आउनुहोस् दादा बहिनीले आफै लगाइदिन्छ अब दिने भाग दिने हो यो अर्को पनि छ खै उत्रा उत्र देख्छु आज त म लामो लामो छ त्यो आज त उत्रा के भयो यसो गर न खै अलि छोडा त लु दादालाई ठुलो दादालाई लगाइदिनुहोस् यो त यस्तो छड्के बेला लाउँदा नि हुने रहेछ अब गुड लामो दादालाई खुवाइदिँदा हुन्छ होला हौ अब दादालाई दिएर टिका लगाइन्छ दादाहरूले एकचोटि ल दादालाई एगी खुवाइदिनुहोस् त एगी खुवाइदिनुहोस् दादालाई कति ठुलो दादाको टर्न लु दादा दिनुहोस् दादाले आफै खाँदैन बहिनीले खुवाइदिन्छ सबै यो अहिले आफ्नो भागमा राखिदिन्छु त्यो आफै खाँदैन दही 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 खानु दादा आफै खाइदिनुहोस् न दादाले बिस्तारै खुवाइदिनु है ल अब गिफ्टी दिने गिफ्टी यहाँ मैले उयो रेडी गरेको नि रोटीहरू खै माथि एकछिन दादालाई दिनु पानी भोक लाग्यो प्यास लाग्यो अरे फेरि के भन्नु ल ल छिटाउनु दादालाई दिइहाल्नु पहिला बस यहाँ ज्ञानी भएर बस दादाले आफै खानुहुन्छ दिनुहोस् ए सबै लिनुहोस् दादा सबै लिनुहोस् सबै प्लेटै दादाको त्यहाँ भुइँमा राख्दैन भुइँमा राख्दैन एकछिन दादालाई दिनु एकछिन दादालाई अझै अरू पनि छ ल दादालाई दिनु यता साइडमा राख्नु भान्जा यता यहाँ राख्नु दादा एकछिन यहाँ अझै गिफ्ट आउँदैछ ए राम्ररी देऊ दादालाई लु अब तिम्रो पक्ष एउटा गिफ्ट ल्याइदिन्छु म छोरा ए नानामा बस्नु तिमी छोरा किन बसिदिएको अनि तिमीले बहिनी टिका लगाइदिई खायो त
अब लगाइदिनुहुन्छ नि दादाले अब लगाइदिनुहुन्छ दुई हातले लु अब बहिनी लाउनु पर्छ अब दादाहरू आफ्नो खानेकुरा साइड लाउनुहोस् अब आउनुहोस् त्यहीँबाट हाल्दा त भइहाल्छ अनि ला थाप्ने त बस्नुपर्ने हो केही फरक पर्दैन त्यहीँ लगाइदिन्छ खै किन तपाईँको त्यही राख्नु ल हुन्छ हुन्छ यही लगाइदिनु हुन्छ लु खाँदै हुन्छ दादाहरू त हुन्छ हुन्छ दादा समाएर यी सेतो होला भाइ सुरुमा व्हाइट भान्जा हात चलाउनु मामाको ए मामाको मलाई समाउ तिम्रो तिमी हात यो हातमा समाउ न कपाल 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 अहिले खुवाइदिन्छ हाम्रो रेडी भयो नि सबै ट्याक 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 लगाइदिन भइहाल्छ समाउ न मलाई सुन्नु हात सुन्नु त्यस्तै छ कति भइसक्यो बिचराहरू अहिलेसम्म उसलाई खुवाइदियो त मैले टिकी लाग्यो हेरौँ त छोरी अबै सप्तरङ्गी टिकी कति राम्रो नोजमा पनि लागेको छ मेरो छोराको खुट्टामा जिउ खुट्टामा भाग्यमानी खै दादालाई भन्नु पर्दैन ठिक छ खुवाइदिनुहोस् वान टाइम सानो खुवाइदिनुहोस् न त्यो इखिनाको पनि खुवाइदिनुहोस् बहिनीलाई दही खुट्टामा राखेको भयो ल थ्याङ्क यू दादा भन ओके ल अब हगर्नु दादाहरु एकचोटि हगर त्यहाँ बसाउनु अनि पैसा भएर राखिदिँदै दिदी ल जाऊ बसाउ यहाँ दादाहरुको बिचमा म दही खाने दही हामी दही कस्तो छ अनि यहाँ मिठो छ हाँसिदेऊ नि त दही मिठो छ भने लु भयो तिमीहरुको सक्यो लु मण्डप पनि बनाउनुहुन्छ हैन तेलले छेकेर पानीले छेक्ने हामी तेल छेक्नु पायो अनि तेल कपालमा दल्दैछ यो दुबो पनि यहाँ खोल्दै दुबो त्यही हाल्दैछ एकजनालाई भाइलाई लगाएपछि तीनचोटि खुवाउनु पर्छ नि त भेला पारी नभएको पनि भेला पारौ हुँदैन त कताको खाँदै बनाउनु भएको हो यो त त्यहाँ तपाईको पुगेर थिएन के को बनाउनु भएको चामलको चाहिँ सबै मिसाको तपाईले ल्याएको मलाई चाहिँ किन भन्नु अहिले तपाई तल जानु भएको छैन यहाँ फेरि एकछिनमा लगाइहाल्नु हामी केही नखाइकन जानु ल ढिलो ए निसा भएको पर्खिरहेको ल रिसाउँछ होइन त हामी ढिलो ल्यायौँ अनि आउँछौँ के भेना खाँदै गर्नु होइन हामी उसलाई तल कतिसँगै आउँछौँ हामी अनि मलाई दादालाई मात्रै मलाई ल भोक लागिसक्यो किनभने त्यो एनिसा भएरै बस्दै पर्ला रिसाउँछ उसले त मलाई जाँदै निस्किनु भनेको थियो नि त अनि कहाँ यहाँ फेरि कालुले आधी नपल लगाएर आउँछ भनेर
ल हैन हेरिहाल्यो लु भिडियो राम्रो है अलि जुममा है अघिको बच्चाहरू सबैजना खै के खिच्दिनु अघि दही रेडी गरिदिएको भए तपाईँले लिएर मेरो छिटो लिएर म ल्याइदिन्छु जुन चाहिँ म यहाँभित्रै छ होइन उयो फुलर्के होइन त्यो इन्डियन टाइपको हुँदैन माला त्यसै त नि उयोले पनि दिइरहेको मेरो अन्डा लिँदैन अन्डा अघि प्लेटमै थियो त कता कता गयो त्यो प्लेटै सकाइ क्या हो होइन छ प्लेटमै होला पर जान किचनमा देखेको प्लेटमै होला नि बहिनी खै मिलेर प्लेटमै लिएर आएको यो लिएर यहाँ रमिना बहिनी मिलाइदिएर जानु ल हजुर आधाले छोपेको त्यही यो राख्छु ल यहाँ त त्यसमा राखिन्छ कालो त बम्बल लाग्यो एउटा खै मेरो कता कता फेरि अनि अरू चिसोहरू उयोहरू नखाएको भइसक्यो